रिजल्ट आयो अनि जीपीए हेरेर युएसए त हुँदैन भनेर आफै डिसिजन लिनुभयो। धेरै स्टुडेन्ट्सले कन्सल्टेन्सीसँग नबुझी नै मेरो जीपीएले स्कलरशिप आउँदैन, ग्याप छ, एडमिसन हुँदैन भनेर युएसए को प्लान नै क्यान्सल गरिदिनुहुन्छ। तर रियालिटी चाहिँ अलि फरक छ। यदि तपाईको मिनिमम जीपीए 3 छ भने युएसए को धेरै युनिभर्सिटिजमा अप्लाई गर्न एलिजिबल हुन सक्नुहुन्छ। ग्याप भएको स्टुडेन्ट्सहरुको लागि पनि प्रोफाइल अनुसार अप्लाई गर्न मिल्ने युनिभर्सिटिजहरु अवेलेबल छन्। इंग्लिश रिक्वायरमेन्टको लागि आईएलटीएस ओभरअल 6 नट लेस देन 5.5 पनि एक्सेप्टेड हुन सक्छ। आईएलटीएस छैन डुओलिङ्गोबाट पनि अप्लाई गर्न मिल्छ र 100 और अबभ स्कोर भयो भने रिक्वायरमेन्ट मिट गर्न पनि सक्नुहुन्छ। र सबैभन्दा एक्साइटिङ कुरा राइट प्रोफाइल भयो भने अप टु 80% स्कलरशिप पाउने अपर्चुनिटी पनि हुन सक्छ। तर एउटा मिस्टेक चाहिँ नगर्नुस्, इंग्लिश स्कोर आएपछि मात्रै कन्सल्टेन्सी जान्छु भनेर वेट नगर्नुस्। युनिभर्सिटी सर्टलिस्टिङ, डकुमेन्ट प्रिपरेसन, स्कलरशिप असेसमेन्ट र एडमिसन सबैले टाइम लिन्छ। जति छिटो प्रोसेस स्टार्ट गर्नुहुन्छ त्यति नै धेरै युनिभर्सिटी एक्सप्लोर गर्ने अप्सन र स्कलरशिप सेक्युर गर्न सजिलो हुन्छ। स्प्रिङ इन्टेकको एप्लिकेसन ओपन भइसकेको छ, त्यसैले आफ्नो जीपीए हेरेर हुँदैन भनेर नबस्नु। एकचोटी प्रोफाइल इभ्यालुएट गर्नुहोस्, सायद तपाईले सोचेको भन्दा राम्रो अपर्चुनिटी तपाईको लागि वेट गरिरहेको हुन सक्छ।